सबैमा हार्दिक नमन। आजको प्रसङ्ग छ विशुद्ध चक्रको। र पहिले मैले मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र र अनाहत चक्रको बारेमा संक्षिप्त व्याख्या गरेको थिएँ। र यो पाँचौं चक्र विशुद्ध चक्र जुन चाहिँ हाम्रो थ्रडमा हुन्छ, यो कण्ठमा। र यो विशुद्ध चक्र सक्रिय हुँदा, निष्क्रिय हुँदा हामीलाई के प्रभाव पार्छ, यसले हाम्रो व्यवहार बोलीहरू कस्ता हुन्छन् र यसलाई कसरी सक्रिय बनाउने, यी सम्बन्धी कुराहरू हामीलाई ज्ञान भयो भने हामी चक्रहरूलाई आफै सन्तुलनमा राख्न सक्छौँ। र यो विशुद्ध चक्र जसको निष्क्रिय छ, सन्तुलनमा छैन भने त्यस्ता व्यक्तिहरूमा धेरै झुट बोल्ने स्वभाव हुन्छ, झुट बोल्ने आदत हुन्छ, धेरै बोल्ने आदत हुन्छ र अनावश्यक गफ गर्ने, समय बर्बाद गर्ने र जति बोलिन्छ ती सबै शब्दहरू, कुराहरू झुट हुन्छन्। र यस्ता बोलीले, बाणीले सम्बन्धमा आँच ल्याउँछ, मनबाट बढ्छ र जतिसुकै व्यक्ति प्रभावशाली होस्, शिक्षित होस्, उसमा झुट बोल्ने आदत बस्छ र उसको बोलीमा प्रभावशीलता हुँदैन। कसैले उसको बोलीलाई मान्यता दिँदैन, किनभने बोली रुखो हुन्छ, शब्द रुखो हुन्छ र गलाको पनि समस्या हुने गर्छ, गला सम्बन्धी। र यी लक्षण भनेको विशुद्ध चक्र निष्क्रिय हुँदाखेरि। अरू पनि धेरै लक्षण छन् र सबै व्याख्या गर्न समय हुँदैन, त्यसकारण मैले संक्षिप्त रूपमा विशुद्ध चक्र निष्क्रिय हुँदाखेरि के हुने लक्षण सामान्यतया संक्षिप्त रूपमा मैले बताएको हुँ। र जसको विशुद्ध चक्र सक्रिय छ, उसको बोलीमा धेरै प्रभावशालीता हुन्छ, बोलीमा सत्यता हुन्छ र गलामा स्पष्ट हुन्छ, बाणीमा, गलामा स्पष्टता हुन्छ र जे बोलिन्छ सत्य बोल्ने इच्छा हुन्छ भावनात्मक रूपले। र जति बोलिन्छ भावनाबाट, आत्मिक भावनाबाट, अनि सुन्दरता, बाणीमा सुन्दरता हुन्छ र जसले उसको बोली सुन्छ उसलाई धेरै प्रभाव पर्छ। त्यसकारण यो विशुद्ध चक्र सक्रिय हुँदाखेरि हाम्रो गलाको स्वास्थ्यमा पनि धेरै राम्रो प्रभाव पर्छ र बोली वचन र झुट बोल्ने आदत हुँदैन र जे बोलिन्छ सत्यतामा बोलिन्छ, सत्यतामा आधारित हुन्छ र जुनसुकै व्यक्तिले पनि उसलाई कुनै पनि असत्य कुराले प्रभाव पार्न सक्दैन। र यस्ता लक्षणहरू सक्रिय हुनाले, विशुद्ध चक्र सक्रिय हुनाले हुने लक्षणहरू। र विशुद्ध चक्रलाई कसरी सक्रिय बनाउने त? र यसको बीज मन्त्र हो हम। हामीले हमको उच्चारणको माध्यमबाट विशुद्ध चक्रलाई सक्रिय बनाइरहन सक्छौँ। र हामीले गलामा यस किसिमले गलामा टच गरेर हम हम यो किसिमले हामीले हमको उच्चारण गरेर हामी विशुद्ध चक्रलाई सक्रिय बनाउन सक्छौँ। र हमको उच्चारण हुँदा सारा ऊर्जाहरू विशुद्ध चक्रमा, यो गलामा एकीकृत हुन्छन् र चक्रलाई सक्रिय बनाउँछ। र यसको कलर हुन्छ आकाश तत्त्व, निलो। र यसरी नै हामी विशुद्ध चक्रलाई सक्रिय बनाउन सक्छौँ। र
हामी हाम्रो गलाको स्वास्थ्यमा पनि राम्रो सुधार ल्याउन सक्छौँ र बोलीमा हाम्रो व्यवहारमा हर कुरामा हामी मिठास ल्याउन सक्छौँ। त्यसकारण यो विशुद्ध चक्र अति महत्त्वपूर्ण चक्र हो। 7वटा चक्रमध्ये यो गलामा हुने चक्र 5औं चक्र यो विशुद्ध चक्र। यसलाई हामी यो हिसाबले यस किसिमले हामी सक्रिय बनाउन सक्छौँ। ओम शान्ति।